नमस्कार, यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल इजी लर्निङ ट्युटरमा। हामी अङ्ग्रेजी भाषा सिक्ने क्रममै छौँ है। यो भिडियो चाहिँ मन पर्यो भनेदेखि चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। ल सुरु गरौँ। आज चाहिँ छ डेली युज भोक्याबुलरी लेभल 1। डेली युज भोक्याबुलरी लेभल 1 हामीले दैनिकी जीवनमा हाम्रो डेली युज हुने, हामी दैनिकी जीवनमा प्रयोग हुने शब्दहरू अङ्ग्रेजीबाट सिक्न चाहनुहुन्छ हैन। शब्दहरू चाहिँ कसरी चाहिँ वाक्यमा प्रयोग गरेर चाहिँ हामीले बोल्ने, यहाँ चाहिँ एकदम सिम्पल हाम्रो डे टु डे लाइफमा युज हुने वर्ड्सहरू छन्, शब्दहरू छन्। त्यसलाई चाहिँ हामीले कस्तो अवस्थामा कसरी प्रयोग गर्ने र कसरी वाक्य बनाएर चाहिँ प्रयोग गर्न सकिन्छ भनेर चाहिँ म यहाँहरूलाई सिकाउँदैछु है। स्टार्ट गरौँ वर्ड्सबाट। वर्ड्स इज एन एक्सन। वर्ड्स भनेको चाहिँ काम हो, क्रियाकलाप, क्रिया हो है नेपालीमा भन्नुपर्दाखेरि। अब यहाँ वर्ड्सहरू यो सबै यता वर्ड्सको साइडमा लेखेको चाहिँ हाम्रो डे टु डे हामीले दैनिकी जीवनमा प्रयोग गरिराख्ने शब्दहरू हो, जुन चाहिँ अङ्ग्रेजीमा लेखिएको छ। म यो नेपालीमा के हो भनेर पनि भनिदिनेछु र यसलाई कसरी इङ्ग्लिसमा चाहिँ सेन्टेन्स बनाएर वाक्य बनाएर चाहिँ प्रयोग गर्न सकिनेछ भनेर पनि भन्छु है त। नम्बर 1 मा छ वर्ड्स, एक्सन्स। इट, ड्रिङ्क, गो, कम, सिट, स्ट्यान्ड, रिड, राइट, स्लिप, वेक अप। इट भनेको चाहिँ खानु, ड्रिङ्क भनेको पिउनु, गो भनेको जानु, कम भनेको आउनु, सिट भनेको बस्नु, स्ट्यान्ड भनेको चाहिँ उठ्ने है, उठ्नु, रिड भनेको पढ्नु, राइट भनेको चाहिँ लेख्नु, अनि स्लिप भनेको सुत्नु, वेकअप भनेको चाहिँ उठ्नु है। ल अब यसलाई कसरी चाहिँ सेन्टेन्समा प्रयोग गर्ने म यो सेन्टेन्स बनाएर हजुरलाई सिकाउने छु। अब कतिपयले चाहिँ के गर्नुहुन्छ भने जस्तै इट भनेको खानु भनेर लेख्नु पनि हुन्छ है कपीमा। त्यसरी लेखेर पढ्दा चाहिँ त्यति छिटो सिकिँदैन, किनभने हाम्रो फोकस त नेपालीमै हुन्छ। ल इट भनेको के रहेछ, खानु रहेछ भनेर भन्ने हामी त्यतातिर जान्छौँ। त्यही भएर सकेसम्म सम्झिने प्रयास गर्ने, इट भनेर चाहिँ खानु भनेर सम्झिने प्रयास गर्ने, अनि सम्झेर चाहिँ आफ्नो डे टु डे लाइफमा चाहिँ त्यसरी युज गर्न सकिन्छ। म प्रत्येकको सेन्टेन्स बनाएर चाहिँ हजुरलाई भन्ने छु है। यो बोर्ड कतिको देखिराखेको छ है। ल सुरु गरौँ इटबाट है त। सुरु गरौँ इटबाट। इट, आई इट राइस, आई इट राइस। म भात खान्छु भनेको ड्रिङ्क, यु ड्रिङ्क मिल्क भन्न पनि सकिन्छ है, यु ड्रिङ्क मिल्क। गो, गो भनेको के भनेको थियो मैले, जानु, वी गो टु स्कुल, वी गो टु स्कुल, वी गो टु अफिस, हामी जहाँ जान्छौँ, वी गो टु, गो भनेको जानु, कम भनेको आउनु, सी कम्स होम, सी कम्स होम त्यसरी पनि बनाउन सकिन्छ। सिट, प्लिज सिट हियर, प्लिज सिट हियर, प्लिज सिट हियर। यसरी चाहिँ हामी सेन्टेन्समा डे टु डे लाइफमा यसरी प्रयोग गर्न सक्छौँ यो वर्डहरूलाई वाक्य बनाएर है। स्ट्यान्ड, he stands near the door, he stands near the door. Read भनेको पढ्नु भनेको है मैले, they read a book, they read a book, they read a magazines, they read a newspaper, anything. Okay, अर्को छ write, I write my name भन्ने पनि हुन्छ, I write my name. Sleep, the
baby, the baby sleeps well भन्न पनि सकिन्छ है। अर्को छ wake up, I wake up at 6 a.m. I wake up at 6 a.m. म बिहान 6 बजे उठ्छु भनेर भन्नु है। यसरी चाहिँ हामी यो वर्बहरूलाई चाहिँ यसरी सेन्टेन्स बनाउन सक्छौँ है। यो चाहिँ हाम्रो डे टु डे लाइफमा युज हुने एकदम सिम्पल खालको सेन्टेन्स हो। त्यसमा त्यस्तो डिफिकल्ट हार्ड केही पनि छैन। अर्को छ कमन नाउन्स। कमन नाउन्स थिङ्स अराउन्ड अस। थिङ्स अराउन्ड अस मैले भनेको थिएँ कमन नाउनको फर्स्ट लेटर चाहिँ क्यापिटल हुँदैन भनेको थिएँ, तर यहाँनिर क्यापिटलमा लेखेको छ। किन लेखेको छ भन्दाखेरि चाहिँ जस्तो फर्स्ट लेटर चाहिँ फर्स्टमा आउने लेटर चाहिँ क्यापिटल हुन्छ है। फर्स्टमा आउने लेटर चाहिँ क्यापिटल हुन्छ। अब यो बुक अरू सेन्टेन्समा बिचतिर छ भने चाहिँ फेरि यसमा क्यापिटल लेटर हुँदैन है त। ल ठिक छ। कमन नाउन्स बुक, बुक भनेको थाहा छ है, किताब भइहाल्यो। पेन, ब्याग, चेयर कुर्सी, टेबल, फ्यान भनेको पङ्खा भइहाल्यो। डोर भनेको ढोका। प्लिज ओपन द डोर भनेर हामी त्यो सेन्टेन्स पनि बनाउन सक्छौँ। विन्डो भनेको झ्याल। ग्लास हामी ग्लासकै भन्छौँ, ग्लास। वाटर भनेको पानी। यो हाम्रो डे टु डे लाइफमा हामीले सुनि नै राखेको वर्ड्सहरू चाहिँ हो। अब यसलाई सेन्टेन्स बनाउनुको लागि सरी सेन्टेन्स पनि हामी यसलाई बनाउन सक्छौँ है। डे टु डे लाइफमा युज हुने सेन्टेन्स। आजको भिडियो चाहिँ अलिक लामो भइराखेको छ है। ठिक छ, अब सिक्नको लागि पछिसम्म हेर्नु होला, लास्टसम्म हेर्नु होला है, स्किप नगरिकन हेर्नु होला। कमन नाउन्स चाहिँ यिनीहरू छन्। कमन नाउन्सलाई युज गरेर अब डे टु डे लाइफ हाम्रो डेली लाइफमा चाहिँ हामीले यो वर्ड्सहरूलाई युज गरेर चाहिँ सेन्टेन्सहरू बनाइराखेको हुन्छौँ, बनाउन सक्छौँ। अब कसरी इङ्ग्लिसमा चाहिँ बोल्दाखेरि अब कसरी भन्ने, कसरी चाहिँ यसको प्रयोग गर्ने है, त्यो म सिकाउँछु। यहाँ म सेन्टेन्स भनिदिन्छु हजुरलाई। या हजुरले आफै पनि सेन्टेन्स बनाएर कपीमा लेख्न सक्नुहुन्छ, ट्राई गर्न सक्नुहुन्छ। त्यसो गर्दाखेरि चाहिँ अलिक मजाले बुझिन्छ, जान्न सकिन्छ है त। बुक, दिस इज माई बुक भन्न सकिन्छ। पेन, आई हेभ अ ब्लू पेन। ब्याग, द्याट ब्याग इज हेभी। चेयर, she sits on the chair. Table, the table is clean. Fan, the fan is on. Door, open the door भनेर पनि भन्न सकिन्छ है। विन्डो, क्लोज द विन्डो। गिभ मी अ ग्लासको गिभ मी अ ग्लास। वाटरको ड्रिङ्क वाटर। यसरी चाहिँ हामी सेन्टेन्स बनाउन सक्छौँ है। कमन नाउन्स प्रयोग गरेर हामी डे टु डे लाइफमा यसरी सेन्टेन्स। अब त्यस्तै गरी अर्को छ हाम्रो पिपल। पिपल अराउन्ड अस, हाम्रो वरिपरि रहेको हामीसँग जोडिएको व्यक्तिहरू। बाबा आमा, दाजुभाइ दिदीबहिनी, शिक्षक, साथीभाइ, बच्चा, केटा केटी, विद्यार्थी है। यहाँ लेखिएको छ फादर, मदर, ब्रदर, सिस्टर, टिचर, फ्रेन्ड, बेबी, बोय, गर्ल, स्टुडेन्ट। फादर हामीले डे टु डे लाइफमा युज गरिराखेको वर्ड हो। फादर हामी बाबा भन्न सक्छौँ। फादर, मदर आमा, ब्रदर दाजुभाइ, सिस्टर दिदीबहिनी, टिचर शिक्षक गुरु, फ्रेन्ड साथीभाइ साथी, बेबी भनेको बच्चा, बोय केटा, गर्ल केटी, स्टुडेन्ट भनेको विद्यार्थी। ल अब यसलाई कसरी सेन्टेन्समा प्रयोग गर्ने त है, यसलाई कसरी वाक्यमा प्रयोग गर्ने, कसरी सेन्टेन्स बनाउने, म हजुरहरूलाई यहाँ एउटा एउटा सेन्टेन्स भनिदिन्छु। हजुरहरूले घरमा आफैले कपीमा लेखेर ट्राई गर्न सक्नुहुन्छ है। त्यसो गर्दाखेरि चाहिँ धेरै सजिलो हुन्छ। फादरको माई फादर इज काइन्ड।
My father is kind. भन्न सकिन्छ. Mother, her mother cooks food. Her mother cooks food. Brother, I play with my brother. Sister, his sister sings well. His sister sings well. Teacher, the teacher is in the class. Friend, she is my best friend. Baby, the baby is crying. Boy, that boy runs fast. पनि हुन्छ है. Girl, the girl is happy. Student, I am a good student. I am a good student. पनि भन्न सकिन्छ है. अर्को छ बेसिक एडजेक्टिभ्स. बेसिक एडजेक्टिभ्स. एडजेक्टिभ्स भनेको चाहिँ विशेषण. कुनै पनि व्यक्ति वा वस्तुको गुण वा दोष जनाउने है. अब एडजेक्टिभ्स भनेको चाहिँ यो सबै चाहिँ नाउनलाई, कमन नाउनलाई डिस्क्राइब गर्ने है, या नाउन्सहरूलाई चाहिँ डिस्क्राइब गर्ने वर्ड, डिस्क्राइबिङ वर्ड है, जसले चाहिँ विशेषण भनेको चाहिँ गुण वा दोष जनाउने शब्द हो. बिग, जस्तै बुक, जस्तै बल कत्रो छ भन्दाखेरि बिग, ठुलो छ, स्मल छ भनेर पनि भन्न सकिन्छ है. यो भनेको चाहिँ विशेषण. नेपालीमा त हामीले पढेकै छौँ, विशेषण भनिन्छ है एडजेक्टिभ्स. बिग, स्मल, ठुलो, सानो भनेको हट, तातो, कोल्ड, चिसो. गुड भनेको राम्रो, ब्याड भनेको खराब, नराम्रो. क्लिन भनेको सफा, डर्टी भनेको फोहोर. फास्ट भनेको छिटो, स्लो भनेको बिस्तारै है. अब यो एडजेक्टिभ्सले चाहिँ नाउनलाई डिस्क्राइब गर्छ है. नाउनलाई चाहिँ डिस्क्राइब गर्छ. नाउनलाई चाहिँ यसले डिस्क्राइब गर्छ. बिग, स्मल, हट, कोल्ड, गुड, ब्याड, क्लिन, डर्टी, फास्ट, स्लो. यो चाहिँ के हो? एडजेक्टिभ्स हो. यो चाहिँ हाम्रो डे टु डे लाइफमा, हाम्रो दैनिक जीवनमा प्रयोग भइरहेको एडजेक्टिभ्स हो. यसलाई पनि हामी वाक्यमा प्रयोग गरौँ है. यहाँ एक गर्दै आफूले पनि ट्राई गर्न सक्नुहुन्छ. वाक्य बनाएर सेन्टेन्सहरू बनाउने कोसिस गर्नुहुन्छ. मैले अगाडिको भिडियोमा सब्जेक्ट, वर्ब, अब्जेक्ट राखेर सेन्टेन्स बनाउने भनेर सिकाएको छु है. अब यसलाई चाहिँ हामी वाक्यमा प्रयोग गरौँ. बिग, दिस इज अ बिग बल. दिस इज अ बिग बल. दिस, द्याटको बारेमा पनि हिजो भनिसकेको छु. दिस इज अ बिग बल भन्न सकिन्छ. अर्को छ स्मल. I have a small box. अर्को छ hot. The tea is hot. The water is cold. He is a good boy. That is a bad habit. Clean go. My hands are clean. The clothes are dirty. Fast. She runs fast. The car is slow. भनेर त्यसरी हामी सेन्टेन्सहरू बनाउन सक्छौँ. सकेसम्म अङ्ग्रेजीमा बोल्ने कोसिस गर्नुहोस् घरमा पनि है. यो शब्दहरू प्रयोग गरेर सकेसम्म हामी नेपालीमा लेखेर चाहिँ नपढौँ. त्यसरी पढ्दाखेरि चाहिँ नेपालीतिरै ध्यान जान्छ अनि अङ्ग्रेजी सिक्नलाई सकिँदैन. त्यही भएर सकेसम्म बरु मिस्टेक होस् है, एकचोटि मिस्टेक होस्, तर मिस्टेकबाट सिकिन्छ नि त. त्यो कारणले गर्दाखेरि चाहिँ नेपालीमा जस्तै बिग भनेको ठुलो, स्मल भनेको सानो, हट भनेको तातो, कोल्ड भनेको चिसो भनेर हामी त्यसरी नेपालीमा लेखेर चाहिँ नपढौँ. बरु सम्झिने कोसिस गरौँ. त्यसरी सम्झेर पढ्दाखेरि चाहिँ छिटो सिकिन्छ है. ल, आजको लागि यति नै हो. यो हाम्रो डेली युज भोक्याबुलरी लेभल 1. यो चाहिँ हाम्रो दैनिक जीवनमा प्रयोग भइरहेको शब्दहरू है. त्यसलाई कसरी वाक्य बनाउनु भनेर मैले वाक्य बनाएर देखाएको छु. हजुरहरूले पनि आफै सेन्टेन्स बनाएर वाक्य बनाएर चाहिँ घरमा प्र्याक्टिस गर्न सक्नुहुन्छ है. हस् त, धन्यवाद. भिडियो राम्रो लागेको छ भनेदेखि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला.
कुनै त्रुटि भएदेखि या यो यस्तो तरिकाले होइन अर्कै तरिकाले सिकाउनुहोस् भन्न चाहनुहुन्छ भने त्यो पनि मलाई हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। हजुरहरू जस्तो तरिकाले सिक्न चाहनुहुन्छ म त्यसरी नै सिकाउने कोसिस गरिरहनेछु। आजको लागि धन्यवाद।